कोरिया त जसरी नि जानियो कोरियन ल्याङ्ग्वेज 0 to जिनियस सम्मको सिरिज पार्ट 5 मा छौं। अन्यसे हो नमस्कार, मेरो नाम विवश विश्वकर्मा। ढिला नगरी हामी हिजोबाट आज पढ्ने पाठहरुमा चाहिँ के छ त्यो कुराहरुलाई सरर पढ्ने छौं। आज पढ्ने छौं हामीले सिंगल साउन्ड्स प्लस कन्सोनेन्ट साउन्ड्स लाई हामीले के गर्छौं कम्बाइन गर्छौं। कम्बाइन है दुईटालाई जोड्छौं के एकदम सजिलो छ। हिजो मैले तपाईहरुलाई अन्तिममा देखाएको थिए नि यो ग बन्नको लागि चाहिँ ओरिजिनल ग बन्नको लागि चाहिँ आधा ग र अ छ, त्यस्तै गरी गि बन्नको लागि आधा ग प्लस इ छ भनेर देखाएको थिए नि हैन। हो त्यसकै यसलाई चाहिँ ग गा गि गि क का कि कोरियनमा लेख्न सिक्ने छौं। तपाईहरुले अब ढिला नगरिकन मसँगसँगै कलम र कपी लिएर सुरु गर्नु होला। पार्ट आज चाहिँ पार्ट 5 सुरुमा सिंगल भवेलसँग लेख्नुस् आ या अ य ओ यो उ यु उ इ। यो आ हो, या अ य ओ यो उ यु उ इ। त्यसपछि तपाईहरुले यसलाई सर्लक्क यो लाइन तान्दिनु होला सिधा रेखा, अनि यो साइडमा यसरी तान्नु होला सेम तपाईको कपी जस्तै। अनि यतापटि चाहिँ कन्सोनेन्ट लेख्नु होला। यो सिंगल भवेल साउन्ड भयो, यतापटि कन्सोनेन्ट ग न द र म ब स है। ङ च छ ख थ प अ। सकेसम्म म सबै अटाउन खोज्छु है। क त प स छ ल मजाले हट्यो। अब हामीले बिचकोलाई हटाउँछौं एकचोटी। अब हामीले यो ग गन द र यो कन्सोनेन्ट र यो आया अय सिंगल भवेल साउन्डलाई जोडेर यो कम्बाइन गरेर चाहिँ यसको रिजल्ट निकाल्ने छौं है। अब ढिला नगरिकन सुरु गरौं। अब यो ग हो, यसको पछाडी आ राख्यो भने ग लाई आ गा हुन्छ के। यो ग हो, ग को यसमा तल ओ राख्दियो भने ग लाई ओ गो हुन्छ। यही तरिका सिक्ने छौं, एकदमै सजिलो छ, केही पनि गाह्रो छैन है। हामीले आ देखि य सम्मलाई अहिले युज गर्छौं। सुरुमा ग को पछाडी आ, यो ग लेख्नु, माथिको आ लाई ल्याएर पछाडी राख्दिनु, ग लाई आ गा। फेरि या को सिधा तल ग, यो या छ नि यसलाई सेम अघि यहाँ लेखा जस्तै गरी पछाडी ल्याएर राख्दिनु, ग लाई या क्या। फेरि अ को सिधा तल ग, ग लाई अ ग। फेरि ग को सिधा य, ग लाई य य। यो य सम्म मात्र गर्छौं पहिला सुरुमा यो सबैको, त्यसपछि यो ओ देखि इ सम्म है। अब न को पनि सेम त्यही, सुरुमा न पछाडी आ ना, फेरि न यसलाई ल्याउने या ने, फेरि न यो माथिकोलाई टक्क ल्याएर राख्दिनु के, न लाई अ न, फेरि न योलाई ल्याएर राख्दिनु, न लाई य न्य। द पनि सेम त्यही हो, द लेख्ने, यो आ लाई ल्याएर राख्ने, द लाई आ दा, ग लाई आ गा भने जस्तै गरी द लाई आ दा, फेरि द द्या, द लाई अ द, द लाई य द्य है। ढिला नगरिकन ल र को तपाईहरुले गर्नु त भिडियोलाई रोकेर भए नि गर्नु है। गुड। र लाई आ रा, र लाई या र्या, र लाई अ र, र लाई य र्य। यसै गरेर हामीले च सम्म गर्नुपर्छ है। यसको सबै पछाडी राख्दिनु कि। अब म को गर्छु, म बीचबीचमा तपाईहरुलाई सकेसम्म भिडियो छोटो बनाउन खोज्छु है। अब एकैचोटी च को गर्नु, सुरुमा च लेख्ने, च लाई आ चा, च लाई या च्या, च लाई अ च, च लाई य च है।
यो बिचको त तपाईहरुले गर्ने ल रोकेर गर्नुस् अब म त जसरी नि गर्दिहाल्छु अहिले गर्दिहाल्छु अहिले तपाईहरुले भिडियोलाई स्किप गरेर पहिला यो पूरा गर्नुस् जस्तै अब मको मलाई आ मा मलाई या म्या मलाई अ म मलाई य म्य बलाई ओ सरी बलाई आ बा बलाई या टक्क एउटा हात यहाँ राख्ने के बलाई या ब्या बलाई अ ब फेरि बलाई य अब पाल्केको आयो यो ब्य है अब यही तरिकाले तपाईले यसलाई जोड्नु होला यो बिचको तपाईले जोड्ने है त अब म ओ देखिबाट ई सम्म चाहिँ कसरी यसमा लगाउने भन्ने कुरा सिकाउन जाँदैछु अब गलाई ओ गर्ने बेलामा गलाई आ गर्ने बेला हामीले पछाडी गर्यौं गलाई या पनि पछाडी गर्यौं गलाई ओ गर्ने बेला गलाई ओ गो फेरि गलाई यो ग्यो गलाई उ गु हो यसरी यस्तो गर्न पाइदैन है अब यसको चाहिँ छुट्टै तरिका छ हेर्नु होला तपाईको लाइन यो छ भने अब यति भित्रै हामीले अटाउनु पर्छ है सिधा यो को सिधा तल ग लेख्नुभयो अब यो ओ लाई चाहिँ अब बाहिरपट्टि लेख्न पाइएन के यसलाई चाहिँ यसको तल राख्नु पर्छ र यो लामो हुनु पर्छ जहिले पनि यो ग भन्दा चाहिँ यो चाहिँ अलिकति लामो बनाउनु पर्छ गलाई ओ गो बोल्नु पर्यो फेरि ग लेख्नुस् गलाई यो ग्यो फेरि गलाई उ गु गलाई उ गु गला अलि छोटो बनाउनु पर्यो र यो लेख्नु पर्यो है तल गलाई यु ग्यु आदि ग यु ग्यु गलाई उ यो तल लेख्ने गलाई उ गु यो वाला है यो वाला गलाई उ गु र गलाई ई गर्ने बेला सुरुमा ग लेख्नुस् अब इलाई कहाँ लेख्ने तल हो होइन गुड पछाडी यसरी गलाई ई गी अब यहाँबाट के बुझ्नु भन्दाखेरि आ देखि य सम्म चाहिँ कन्सोनेन्टको पछाडी ओ देखि उ सम्म तल र ई लाई पछाडी गुड अब न पनि सेम त्यही हो सुरु नलेख्नुस् ओ लाई ल्याएर तल नलाई ओ अब गलाई ओ गो भने जस्तै नलाई ओ नो है फेरि नलेख्नुस् नलाई यो न्यो नलेख्ने यसको सिधा तल राखिदिनु के नलाई उ नु नलाई यु न्यु नलाई उ नु नलाई इ नि है म सँगसँगै फटाफट लेख्नु होला यदि भिडियो छिटो भए जस्तो लाग्छ भने चाहिँ तपाईले स्किप गर्दै लेख्न सक्नुहुन्छ दलाई ओ दो दलाई यो द्यो दु दिउ केही गरेछ है माथिको ल्याएर थपक थपक तल राखिदिरा छौं दलाई इ दि र पनि सेम त्यही हो रलाई ओ रो रलाई यो रियो रलाई उ रु रलाई यु रिउ रलाई उ रु रलाई इ रि म पनि सेम हो सेम त्यही तरिकाले यही लाइन सिधा हेर्नु पर्यो के मलाई ओ मो मलाई यो म्यो मलाई उ मु सँगसँगै मलाई यु म्यु मल लेख्ने माथिकोलाई ल्याएर राखिदिने मलाई उ मु मलाई इ मि त्यसै गरी बको पालो बलाई ओ बो टक्क माथि के मैले अघि भने जस्तै एउटा हातलाई माथि नै राखिदिने है बियो फेरि बु बिउ फेरि बु अनि बी सेम केही गर्नै पर्दैन सको नि पहिला आसम्म यहाँसम्म लेख्नु पर्यो नि त सलाई आ सा सलाई या स्या सलाई अ स सलाई य स्या सलाई ओ सरी यो यहाँदेखिबाट जाउँ ल अब ओ देखिबाट फेरि उसम्म सुरुमा स लेख्नुस् सलाई ओ सो सलाई यो स्यो सलाई उ सु सेम माथिको के सलाई यु स्यु सलाई सलाई उ सु सलाई सि यहाँनिर चाहिँ यो रहेछ है यो भएको रहेछ यसको लागि हेरेर टक्क गर्नु होला अब ngको ngलाई आ nga भटाभट लेखिन्छ ल अब आइसक्यो हैन आ देखि य सम्म कन्सोनेन्टको पछाडी ओ देखि उ सम्म तल र ई लाई पछाडी भटाभट आ ng ञ ngो न्यो ngु
न्यु ङु ङि। अब यसलाई चाहिँ आय अय पनि भनिन्छ। आय अय चाहिँ कसरी कुन खेर भन्ने कति बेला बोलिन्छ उच्चारण गरिन्छ त्यो म पछि भन्छु। अहिले चाहिँ ङा ङ्या ङ ङ गरेर गर्नु होला। र अब एकैचोटि मैले तपाईहरुले अब अरु गर्न सक्नुहुन्छ है। त्यसपछि मैले हको गर्दै ल एकैचोटि। अरु यो ज छ सेम त्यही तरिकाले। जको गर्ने कसरी जलाई आ जा जलाई या ज्या। सुरुमा ज लेख्ने माथिको जे छ त्यही सिधा हेर्ने है। जलाई य ज फेरि जलाई ओ जो जलाई यो जियो जलाई उ। अब उ कस्तो छ हो यो लामो हुनुपर्छ यो चाहिँ लामो हुनुपर्छ जलाई उ जु फेरि जलाई यु जिउ जलाई उ जु जलाई इ जी। अब मैले अब हसम्म तपाईहरु सक्नुहुन्छ है। आ देखि यसम्म पछाडी ओ देखि उसम्म तल र इलाई पछाडी। अब क को गरिदिन्छु डाइरेक्ट कलाई आ का क लेख्ने यो माथिको ल्याउनु त अन्त ल कलाई या क्या फेरि कलाई अ क कलाई य क्य है। अब यो ओ चाहिँ कसरी गर्ने त अघि यहाँ दुईटा थियो हैन त। कलाई ओ गर्ने बेलामा यसलाई यस्तो गरिदिने हो कि यसलाई यतापट्टि राख्दिने हो कि है। अब कलाई ओ गर्ने बेला चाहिँ ख्याल गर्नुस् यहाँ त अब एउटा छ भने अब बिचबाट है बाउको ट्याक्क जग्गा एक भाग छ भने उसले दुई भाइ छोरा छ भने आधा आधा बनाउनुपर्छ बिचमा राख्ने है। अब कलाई यो गर्ने बेला फेरि अब यहाँ त दुईटा छ है यो त दुईटा छ नि त हो यहाँ पनि दुईटा छ भनेपछि अब एकवटा पायो क्या कलाई यो त्यो। फेरि अब यहाँ एउटा छ ऊ हो कि होइन ऊ एउटा हो कि होइन यहाँ यतातिर भन्दा तपाईँले यहाँ हेर्ने है डाइरेक्ट कलाई उ कु फेरि कलाई यु गर्ने बेलामा दुईटा छ है कलाई यु क्यु फेरि कलाई उ गर्ने बेला त अब यो लामो हुनुपर्छ फेरि यो कलाई उ कु र कलाई कि यसै गरी गर्ने हो। यो बिचको मैले तपाईहरुलाई गर्न दिएको छु है होमवर्क यहाँ वाट भनेको छु यसलाई तपाईहरुले भरेर सार्नु होला। यदि आएन भने कमेन्ट गर्नु म पनि गरिदिन्छु है। फेरि तको पको सको तपाईहरुले गर्नु र चको म गरिदिन्छु है। यहाँसम्म त आ देखि यसम्म त मैले राखिदिसकेँ अटोमेटिक। अब यतापट्टि हेर्नुस् चलाई ओ गर्ने बेलामा यहाँ पनि दुईटा छ है। अब हलाई ओ गर्ने बेलामा त यहाँ तल एउटा हुन्छ नि हैन चलाई ओ गर्ने बेलामा चाहिँ अब यहाँ बिचमा हुन्छ ल चलाई ओ चो गलाई ओ गो नलाई ओ नो दलाई ओ दो भने जस्तै चलाई ओ चो। चलाई यो गर्नु पर्यो चलाई यो च्यो चलाई उ चु चलाई यु च्यु चलाई उ चु चलाई इ ची। यसै गरेर अरु चाहिँ तपाईहरुले गर्ने है यो यहाँसम्म 6 देखिबाट हको र त देखिबाट स सम्म तपाईहरुले गर्ने। यदि गर्न सक्नु भएन भने कमेन्ट गर्नु होला म गरिदिन्छु।